कहिले सोच्नु भएको छ किन एउटा नचिनेको अपरिचित कुकुर अचानक घरमा बारम्बार आउन थाल्छ? के यो सामान्य घटना मात्र हो वा यसको पछाडि कुनै गहिरो सङ्केत लुकेको छ? आउनुहोस् आज हामी यही रहस्यको बारेमा कुरा गरौँ। हो, प्रश्न यही हो। आखिर किन एउटा पराई कुकुर किन एक्कासी कुनै घरमा बारम्बार आउन थाल्छ? सामान्यतया हामी यसलाई त्यति वास्ता गर्दैनौँ, तर लोकविश्वासमा यसलाई सामान्य घटना मानिँदैन। यसको पछाडि केही अर्थ लुकेको हुन्छ भन्ने मान्यता छ। एउटा मान्यता के छ भने यदि यी 7 रहस्यमय सङ्केतहरूलाई समयमै बुझ्न सकिएन भने पछि पस्तुतो पनि हुन सक्छ। ल अब ढिला नगरौँ, के रहेछन् त यी रहस्यहरू एक एक गरेर केलाएर हेरौँ है त। न सुरु गरौँ पहिलो खण्डबाट, रहस्यमय सङ्केत। कुकुरको आगमनलाई केवल एउटा आकस्मिक घटना नभएर एउटा अर्थपूर्ण सङ्केतको रूपमा हेरिन्छ, जसले हाम्रो घर र जीवनबारे केही बताइरहेको हुन सक्छ। पहिलो सङ्केत अलिकति गम्भीर छ है। यो हो घरमा नकारात्मक शक्तिको प्रवेशको सङ्केत। सुन्दा अलि अनौठो लाग्न सक्छ, तर कुकुरहरूले यस्ता अदृश्य ऊर्जाहरू हामी मानिसभन्दा पहिले नै महसुस गर्न सक्छन् भन्ने विश्वास गरिन्छ। कल्पना गर्नुहोस् त, एउटा अपरिचित कुकुर घरको मूल ढोका वा गेटमा आएर भित्रपट्टि ट्वाल्ल परेर हिँडिरहेको छ। यस्तो किन गर्छ? विश्वास के छ भने घरको वरिपरि कुनै नराम्रो, कमजोर खालको ऊर्जा घुमिरहेको छ, जसलाई त्यो कुकुरले महसुस गरिरहेको हुन्छ। उनीहरूको इन्द्रिय होइन त, हामी मानिसको भन्दा कैयौँ गुणा थिको जो हुन्छ। तर नआत्तिनुहोस् है, सबै सङ्केत नकारात्मक मात्रै हुँदैनन्। अब हेरौँ केही सकारात्मक सङ्केतहरू जुन सुरक्षा र शान्तिसँग जोडिएका छन्। दोस्रो सङ्केत हो परिवारको कुनै सदस्यको सुरक्षा। हो, कुकुर कहिलेकाहीँ एक रक्षक, एक गार्डियन बनेर पनि आउन सक्छ। यस्तो देखिन्छ नि कहिलेकाहीँ, हैन? घरमा नपालेको कुकुर केही दिनसम्म लगातार आइरहन्छ। यसको मतलब के हुन सक्छ भने घरको कोही सदस्य एकदमै तनाव, चिन्ता वा कुनै समस्यामा छन्। त्यो अशान्त मनको तरङ्गलाई कुकुरले महसुस गर्छ र एक किसिमको सुरक्षा दिन आएको हो भन्ने मानिन्छ। अब तेस्रो सङ्केत त झनै राम्रो छ। यो सङ्केत हो कि घरमा फेरि सुख शान्ति फर्किँदैछ। यदि कुनै कुकुर आँगनमा आएर एकदम शान्तसँग पल्टिन्छ, आरामले पुच्छर हल्लाउँछ र मस्तसँग बसिरहेको छ भने यो त एकदमै स्पष्ट र सकारात्मक सङ्केत हो। यसले के देखाउँछ भने घरभित्रको तनाव, पुराना झगडाहरू अब सकिँदैछन् र शान्ति फिर्ता आउँदैछ। ल अब अलिकति गहिरो कुरा गरौँ। अबका सङ्केतहरू कर्म र सफलतासँग जोडिएका छन्, मतलब हाम्रो काम र त्यसको फलसँग। चौथो सङ्केत चाहिँ सिधै व्यक्तिको कर्मको ऊर्जा, उसको भित्री शक्तिसँग जोडिएको हुन्छ। मानव कोही व्यक्ति एकदमै तनावमा छ, एक्लो छ, तर उसको मन चाहिँ एकदम सफा छ, हैन? हो, त्यस्तो बेला कुकुरले त्यो व्यक्तिलाई खोजेरै उसको साथमा आएर बस्छ। यो केवल दया देखाएको होइन, बरु त्यो व्यक्तिको जुन सकारात्मक कर्मको ऊर्जा छ नि, त्यसले कुकुरलाई चुम्बकले जस्तै तानेको हो भन्ने मानिन्छ। यो त हाम्रो पुरानो उखान जस्तै भयो, जस्तो कर्म त्यस्तै जन्म। मतलब मनको शुद्धताले नै राम्रा शक्तिहरूलाई आफूतर्फ आकर्षित गर्छ। अब पाँचौं सङ्केत, यसले त भविष्यमा आउने सफलताको खबर ल्याउँछ, खास गरी कुनै नयाँ काम सुरु गर्न लाग्नु भएको छ भने। यदि कुनै कुकुर घर वरिपरि एकदम शान्त भएर कुनै होहल्ला नगरी घुमिरहेको छ भने यो एकदमै शुभ सङ्केत हो। यसको अर्थ काममा आइरहेका पुराना बाधाहरू हट्दैछन् र अब सफलता पक्का छ। कतिपयले त यसलाई घरमा लक्ष्मीको बास हुने सङ्केत पनि मान्छन्। अब छैटौं सङ्केत त झन्नै अचम्मको छ। यो हो घरमा लागेको नजरदोष वा खराब शक्तिलाई हटाउने सङ्केत। ध्यान दिनुहोला, यदि कुकुरले घरको कुनै एउटा निश्चित कुनामा हेरेर लगातार भुकिरह्यो भने नडराउनुहोस्। मान्यता के छ भने उसले त्यो दिशाबाट आएको कुनै नजर, कुनै श्राप वा खराब ऊर्जालाई देखेर त्यसलाई भगाइरहेको छ। हामीले नदेख्ने कुराहरू उनीहरूले महसुस गर्न सक्छन्। र अब सातौं अनि सबैभन्दा महत्त्वपूर्ण सङ्केत, यो हो जीवनमा आउन लागेको एउटा ठूलो निर्णायक मोडको सङ्केत। यो सङ्केतको एउटा प्रक्रिया नै हुन्छ। पहिलो, कुकुर घरमा आउन थाल्छ। दोस्रो, ऊ केही दिन त्यहीँ बस्छ। र तेस्रो, अचानक कसैलाई थाहै नदिई ऊ गायब हुन्छ। यदि यस्तो भयो भने यो एकदमै गहिरो सङ्केत हो। यसको अर्थ जीवनमा कुनै ठूलो परिवर्तन आउँदैछ, सायद भाग्य नै बदलिँदैछ वा कुनै नयाँ यात्राको सुरुवात हुन लागेको छ। ल, यी थिए 7 रहस्यहरू।
अब अन्त्यमा यसको सार के हो त? यी सबै कुराले के देखाउँछ भने घरमा कुकुरको आगमनलाई कहिल्यै पनि सामान्य रूपमा लिनु हुँदैन। त्यसैले एउटा कुरा के याद राख्नुपर्छ भने यदि कुनै कुकुर घरमा आउँछ भने त्यसलाई कहिल्यै पनि हेला गर्नु हुँदैन, अनादर गर्नु हुँदैन। भनेपछि यी सङ्केतहरूले घरको ऊर्जा, त्यहाँ बस्ने मान्छेको कर्म र आउने भविष्यको बारेमा धेरै कुरा देखाइरहेका हुन्छन्। यो त एक किसिमको ऐना जस्तै हो जसले हाम्रो भित्री अवस्था देखाइदिन्छ। र अन्त्यमा एउटा प्रश्न छोडेर जाँदैछु सोच्नको लागि। यदि एउटा साधारण कुकुरको आगमनले यति धेरै अर्थ राख्न सक्छ भने अबदेखि घरमा आउने कुनै पनि पाहुनालाई, चाहे त्यो मान्छे होस् वा जनावर, हामीले कुन नजरले हेर्ने होला? सोच्नुहोला है।